हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। सबैलाई नमस्कार। सबैजना सन्चै हुनुहुन्छ होला। हामी चाहिँ आज आँपको अचार बनाउँदैछौँ, मम्मी र म भएर। र त्यहाँ बेसार नपुगेर बेसार हाल भन्नुभयो मम्मीले। म चाहिँ यहाँ बेसार हाल्दैछु यसरी। र मम्मीले बेसार त्यहाँ हालेर घोल्नुहुन्छ, यसरी घोल्नुहुन्छ, मिक्स गर्नुहुन्छ सबैतिर लागोस् भनेर। अनि तपाईँहरूलाई आँपको अचार मनपर्छ कि पर्दैन गाइज? मनपर्छ भने कमेन्ट गर्नु होला। मलाई चाहिँ असाध्यै मनपर्छ है आँपको अचार गाइज। कति मनपर्छ, अरूभन्दा धेरै मनपर्छ क्या आँपको अचार, अरू अचारभन्दा। अनि यहाँ चाहिँ मम्मीले जिराको धुलो हाल्दै हुनुहुन्छ, पिसेको जिराको धुलो हो गाइज। मलाई बोल्दा बोल्दै मुखमा पानी आइसक्यो, हेर्नु न कतिखेर बनाइसक्नुहुन्छ र खायौँ भइसक्यो यहाँ। अनि यसरी मम्मीले जिराको धुलो हालेर यसरी मोल्नुहुन्छ, मिक्स गर्नुहुन्छ सबैतिर लागोस् भनेर। अनि म चाहिँ यसरी हेरेछु मम्मीले कसरी बनाउनुहुन्छ भनेर। मलाई पनि त आउँछ आउन चाहिँ, तर मम्मीले चाहिँ मिठो बनाउनुहुन्छ क्या, होइन त? मम्मीले जस्तो बनाएको हुँदैन नि त आफूले। अनि यहाँ मम्मीले फेरि धनियाँको धुलो हाल्नुभयो, अनि मोल्दै हुनुहुन्छ, फेरि मिक्स गर्दै हुनुहुन्छ। कति हाल्नु भन्दै हुन्थ्यो, मैले चाहिँ सबै हाल्नु, सबैतिर मिक्स गरेर मसला भएको मिठो हुन्छ भनेर सबै हाल्न लाएँ। अनि उतापट्टिको चाहिँ त खोर्सानीको धुलो हो गाइज। मलाई चाहिँ यहाँ मुखमा पानी आइसक्यो, कति बेला बनाइसक्नुहुन्छ र खाउँ भइसक्यो। अनि मैले चाहिँ सोधेँ मम्मीलाई, खाउँ कि क्या हो मम्मी भनेको, एकछिन पक्न, एकछिन बनाइसक्छु अनि खानु नि भन्नुहुन्छ। मलाई चाहिँ खान मन लागेर कतिखेर खाउँ भइसक्यो गाइज। अनि मम्मीले यसरी मोलेको हुनुहुन्छ, अचार सबैतिर मोलियोस् भनेर, सबैतिर लागोस् भनेर, सबैतिर लागेको कस्तो मिठो हुन्छ अरे क्या। म चाहिँ खान मन लागेर कस्तो भइसक्यो, यहाँ नुनै हालेको छैन भन्नुहुन्छ मम्मीले चाहिँ। हाल्न त अगाडि पनि हालेको थियो, नुन बेसार हालेर अनि सुकाउनु भएको थियो। अनि अहिले पनि यहाँ लागेन र अनि नुन हाल्दै हुन्छ मम्मीले। अनि मलाई सोध्दै हुन्छ यति हाल्दा त लाग्छ होला नि भन्नुहुन्छ। मैले चाहिँ लाग्छ भनिदिएको थिएँ। कस्तो मिठो हुन्छ गाइज आँपको अचार चाहिँ। तपाईँहरूलाई पनि मिठो लाग्छ होला, मलाई पनि मिठो लाग्छ आँपको अचार चाहिँ, कति मनपर्छ। अनि मम्मीले यसरी घोल्दै हुनुहुन्छ, घोले हुनुहुन्छ यसरी सबैतिर मिक्स, सबैतिर लागोस् मसला नुन भनेर। मम्मीलाई चाहिँ मैले अब यो खोर्सानीको धुलो हाल्नु न भने एकछिन पक्न भन्नुहुन्छ। अनि अब हाल्नु न, खान हतार भइसक्यो भन्दैछु म चाहिँ। अब खोर्सानीको धुलो हाल्नुहुन्छ मम्मीले। मम्मीलाई भन्दैछु खोर्सानीको धुलो हाल्नु, मम्मी खोर्सानीको धुलो हाल्नु छिटो। मम्मीले हात पोल्छ, अब चाहिँ मेरो हात पोल्नै पऱ्यो भनेर मम्मीले हाल्नुभयो खोर्सानीको धुलो। अब मिक्स गर्नुहुन्छ मम्मीले, यसरी मिक्स गर्दै हुन्छ खोर्सानीको धुलो। मेरो हात पोल्नै पऱ्यो भनेर हात हेर्दै हुन्छ मम्मीले। अनि यता तेल छ, तताको तेल, हामी चाहिँ तताएर हाल्छौँ अचार बिग्रिँदैन भनेर। तपाईँहरू चाहिँ कसरी हाल्नुहुन्छ? हामी चाहिँ तताएर पुरै हाल्छौँ अचार, त्यसो गर्दा चाहिँ अचार बिग्रिँदैन अरे। अनि म चाहिँ यहाँ तेल वरिपरि हाल्दैछु, मम्मीले उता अचार हाल्न सुरु गरिसक्नु भयो। म चाहिँ यहाँ वरिपरि तेल बट्टाको, यसो गर्दाखेरि अचार राम्रो हुन्छ भनेर वरिपरि बट्टाको तेल यसरी घुप्टाउँदै हाल्दैछु। तपाईँहरू चाहिँ कसरी हाल्नुहुन्छ गाइज? हामी चाहिँ अचार बनिँदैछ, हाल्दै हुनुहुन्छ मम्मीले। हस् गाइज, आजलाई यति नै, बाई।